हेलो माई फ्रेन्ड्स, आज म थाई बेसी चिकन चिल्ली बनाउन गइरहेको छु। फर्स्टमा हाम्रो ओयल, चप गार्लिक टोस्ट गर्नुपर्ने हुन्छ। डाइस कटिङ क्याप्सिकम येल्लो ग्रीन रेड डाइस कटिङ अनियन, थोरै हामीले चिल्ली पेस्ट एड गर्नुपर्ने हुन्छ। ब्रो पाउडर एड गर्नुपर्ने हुन्छ। थोरै हामीले सल्ट एड गर्नुपर्ने हुन्छ। थोरै हामीले वाइन एड गर्नुपर्ने हुन्छ। थोरै हामीले चिल्ली सस एड गर्नुपर्ने हुन्छ। हामीले थोरै टोस्ट गर्नुपर्ने हुन्छ। अब हामीले फ्राई गरेर राखेको चिकन एड गर्नुपर्ने हुन्छ। चप बेसिल एड गर्नुपर्ने हुन्छ। हाम्रो चिकन चिल्ली तयार भइसक्यो।